नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय नायक पुष्पलदाहाल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र यात सुदृढ यात निर्वाचन प्रणाली व शासकीय स्वरूपे युपा या बागुली बब्यादिगुतु जनता समाजवादी पार्टी जसपा संघीय परिषद नायक राजेन्द्र श्रेष्ठ चयादिगु ऐतिहासिक नेपाल मण्डल संघवाद या सिद्धान्त व नेवा मसिका सफिया पित बुझाइयासे वेकल थतिथ्यादिगु खा राजेन्द्रजीको एउटा गीती एल्बम यही हलमा मैले नै प्रमुख अतिथिको हैसियतमा विमोचन गर्ने अवसर प्राप्त गरेको थिएँ। आज उहाँले धेरै मेहनत गरेर धेरै अध्ययन गरेर तयार पारेको पुस्तक लोकार्पण पनि मेरै प्रमुख आतिथ्यमा गर्ने जो वातावरण जुट्यो, म राजेन्द्रजीलाई आयोजक सबैलाई र आज सम्मानित हुने सबैलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु। राजेन्द्रजीले नेपाल भाषामा पहिलोचोटि ऐतिहासिक नेपाल मण्डल संघवादको सिद्धान्त र नेवा पहिचान नामको पुस्तक तयार पार्नु भएको छ। यो आफैमा एउटा चुनौतीपूर्ण काम पनि हो र एउटा ऐतिहासिक जिम्मेवारीको काम पनि हो। नेपाल मण्डलको ऐतिहासिक सन्दर्भ के थियो, कुन प्रसङ्गमा यो बन्यो र कसरी विकसित हुँदै गयो, संघवादको सिद्धान्त भनेको के हो र नेवा पहिचान बारे उहाँले गम्भीर ढङ्गले अध्ययन गरेर मेहनत गरेर यो पुस्तक तयार पार्नु भएको छ। ज्याजोले जसपाय संघीय परिषद नायलिसे सफुया चोबी राजेन्द्र श्रेष्ठ मुलुके खनेदुगु समस्या जग्यत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासकीय स्वरूप वने मागु हे आया आवश्यकता जुगु थ्यादिल वंगो यजा दिपा निर्वाचन दिपा फो अवसर जुटा चाहिँ छेलु गाजी चाहिँ पुरा छेने प्यामो से बिछि आखा बना फ सफुत यात चाहिँ मेहनत लगाउँदो ठुकी नीति चाहिँ मधुमा बाइकमा चाहिँ मौका चना अथे मानव र ल्याप्ने जीव व्याचना दिने छ तो ज्याजोले अत्यन्त दुःख मचासे हरेक चीजें बागिया हुँदै जिमी चीजें में जो खाने दी लैपटॉप में सुधार देशन को अरे यहाँ की समय का इंटरनेट का मार्ग को वालिया में जो वेबसाइट में जो सुधार देशन ज्याजोले नेपाल भाषा एकाडेमिया चान्सलर मल्लके सुन्दर भाषा आयोग दुज सुरेश किरण मानन्द र पिदङ्ग सफुयतकया थथगु विचार तयार दिएको खा विद्या दिनेश श्रेष्ठ हाम्रो नेपाल ब्याङ्कका हुनुहुन्छ दिनेश श्रेष्ठ, सुसन साके, महेश अमर साके कम्प्युटर डिजाइनमा सहयोग र आजको कार्यक्रममा सहयोग गर्नुहुन्छ। आजको कार्यक्रम यो लाइभमा दिनको निम्ति पनि म अनुरोध गर्न चाहन्छु र त्यस्तै आजको अहिले म बोलाउन चाहन्छु अर्को शान्ता प्रजापति, शान्ता विश्वास लिएको कुरा यहाँ व्यक्त गर्न चाहन्छु। छक ये सक्सियो पाठन खाउने ये सकल से आज का लाभ खाना तो बचना ही ल लाइने चाहिँ दिने